बस्छ मादलबाट हार्ने बजाउनु जानु पर्यो नि मादलमा मादल चड्कायो नाच्ने हुने गरी बजाउने ल ठिक छ ल सुन्नु भने टेन्सन नमाना शीतल हजुरका चप्पल
दुई चारवटा भजन भन्ने हो त ठुलो छ त आफ्नो स्वर ठुलै छैन सबैले भन्न आउने खालको त अब भन्दा त हुन्छ है अब यो यस्तो हो त्यही त अब भजन चाहिँ अब अलिक नाम सृजन यताउतिमा त सबैले भन्न मिल्छ खासै भजनमा अलि मिल्दैन नि स्वर मिल्दैन कसरी गर्ने हो ध्यान हे प्रभुजी छैन मलाई ज्ञान हे प्रभुजी छैन मलाई ज्ञान गर्ने हो ध्यान हे प्रभुजी कसरी गर्ने हो ध्यान हे प्रभुजी छैन अनि यस्तो होइन यो भजन भनेर यो के न गरेछ भने जस्तो गरेर त्यस्तो मान मर्यादा गर्नु पर्दैन हामी सबै भजन्ने सबै अब नाच्ने गाउने सबै दर्शक भक्तहरू नभए के भजन गाउने एक्लै बजाएर के होइन
कन्हैया लाल की